होइन यो आज हर्के कहाँ गएछ हौ? एउटा सानो मिटिङ थियो, खोज्दा नि भेटिँदैन। यहीँ पुरै थियो त। हर्के साइडी छ नि रात पर त केटा साइडी थाहा पाएन मार्छ हौ मिटिङ छ किन हौ? के को मिटिङ हो जहिले तैले यार जो ल आइहाल्नु पर्छ है रात परि हौ साम्पाङ माइलासँग ढिलो गर्दैन हौ। हर्केर लिएर जाउँ न। ल हर्केर मैले ढोकाउँछौ ल बुढो साह्रै नै परिएको छ हौ नि कसरी लगेर जानु हौ? ओ हर्के ओ हर्के उसको बाबुले थाहा पाएन त हो र? नमस्कार हौ केटा हौ नमस्कार है। हर्के पो छ कि छैन भनेर नि? हर्के त अहिले भर्खर आएको छ कि उसको काम कता कता के गरेर। तिमीहरू चाहिँ अनि किन आयो? तिमीहरू पो फोपट्या छौ, लन्टङ 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 घुम्छौ अनि हर्के सोच्छौ, बिर्के सोच्छौ, रामे श्यामे। तिमीहरूको चाहिँ काम छैन केटा हो? काम त छ नि के गर्नु तर आज अर्जेन्ट मिटिङ भएर त यहाँ यो आएको बुझेछ आज त इम्पोर्टेन्ट छ नि तिमीहरूको इम्पोर्टेन्ट सबै बुझ्छु हौ। तिमीहरू गएर जाँड धोक्ने, अर्काको स्वास्नी जिस्काउने, लिची चोर्ने, त्यही त हो नि तिमीहरूको इम्पोर्टेन्ट। कहाँ जाँड खानु हो अङ्कल? हामीले जाँड खानु छोडिसक्यो नि अहिले त यसो अलिक रक्सी खाइन्छ। ओ मैले त छोडेँ हौ ऊ मासुमा भुँडी लाग्यो कि म त अहिले त यसो त्यो बोतलको मात्रै पो लिने गर्छु। केटा अनि अब बोतल पनि त आकाशबाट आएकोले हुँदैन होला, काम दाम छैन। अनि बोतल चाहिँ कहाँबाट आउँछ? उही यो खालको दुध हाल्यो हौ, बौला छोटो हात लामो। त्यस्तो गर्दैन त्यसो गर्छु म गइदिउँ न हर्केलाई म बोलाउने सोलाउने चाहिँ गर्दिनँ, तिमीहरू आफै बोलाओ, तिमीहरूकै साथी हो होइन। अब के कुरा गर्छु आफै गरेर म चाहिँ गएँ। ओ हर्के जिन्दगी त मेरो छ नि हो, मेरो जति रमाइलो जिन्दगी कसको छ? ओ दिने हो फेरि दिएन भने त फेरि हर्के के गर्दैछौ? गीत गाउँदै धन्दा गर्दैछु क्या हो? तेरो त बोलाउँदैछ त कहाँ हो फेरि? जाँदैन कहाँ? यहीँ पर्खेर बोलाउँदैछ हो र? ए यहाँ ठिक्क फोन गरेछ। ए हो ल कुरा गर लगाइदियो त। कुरा गर त। हेलो बोल न बोल। भन न। ए म त कहाँ अफिसमा नि, यहाँ फाइलहरू मिलाउँदैछु। यहाँ साथीहरू आएको थियो कि अनि एकछिन खाजा खानु पनि बाहिर लग्यौँ कि भनेको। म त एकदम बिजी छु नि, फाइलहरू मिलाउँदैछु यहाँ। ल म भरे यहाँ सल्लाह गरेर आउँछु ल। होइन म त एकदम हतार छु कि यहाँ फाइलहरू धेरै छ, फाइल धेरै छ, यहाँ काम धेरै छ कि त्यही भएर। अब अफिसमा काम गर्ने मान्छे के गर्नु, यस्तै हो नि। ल ल ल कुरा गरिस् कहाँ भन्नु अनि साथीको लागि त्यस्तो कुरा गरिन्छ त? अहिले तेरो कुरा आयो भने फेरि लाइन गर्नु थालिहाल्छ। त्यतिकै जान्छ हेर केटा, तैँले यो मेरो केटीको फोटो देखिस् भने त फ्ल्याट हुन्छस् क्या फ्ल्याट। फोटो पनि देखाएन हौ कोही बेला त, खालि फोन मात्रै गर्छ। कहाँबाट यो नम्बरमा फोन गरेको रहेछ यार? यस्तो राम्री छ नि, यो यहाँबाट यस्तो हो कि अब फोटो देखायो भने अब म भन्दा त हिँड्छन् पहिले पठाइदिने हो कि डर पनि छ। त्यो त मलाई नि यहाँलाई दिनमा 7 वटा फोटो पठाउँछ हौ, फोटो खिची हर्के तिमीहरू मात्रै हेर्ने खै मलाई पनि देखा त। राम्रो छ तर पो यो त चिने जस्तो देख्छ त हौ। पुलुप पारी पठाउँछ, रातभरि सुत्दैन, फेरि यता फोन कटिसक्यो बुढो ल्याङ ल्याङ गरेर लास्टै दिमाग खराब गर्छ क्या। हेर्न हौ फोटो हेर त यहाँ। त्यही त
सोलिड छैन यो देखा त यो यतापट्टिको यो त हेर त ए नदेखाऊ यो यसले झन् पटाइदिन्छ यो कम्ताको छ झन् छिटो पटाउँछ पर्दैन भोलि हेर्न देखा त फोटो देखिस् मसँग त 4 घण्टा राति 4 घण्टा गफ हुन्छ हौ मेरो फोन किन उठाउँदैन भनेको त यस्तो रहेछ यसको पहिले चिनिस् तँलाई विश्वास लाग्दैन होला कि हामी त रातभरि गफ गर्छौँ अब सपिङ होइन अनि अस्ति भर्खरै पनि सुनको यहाँ लाउने हुन्छ नि पठाइदिएको अनि अस्ति पैसा पनि एकाउन्टमा पठाइदिएको मैले त्यस्तो पो छ त तैँले साँच्ची पठाइदिएको मैले पठाइदिएको त तँलाई थाहा छैन थाहा छैन तैँले 4 घण्टा बोलेको के तैँले सामानहरू के किनिदिएको तैँले यत्रो मिहिनेत गरेको त गइस् किन के भयो किन खेर जाने त्यो चाहिँ नि मेरो बुढी हो केटा गएछस् त अब यसको बुढी रहेछ नि त नि अब 25 त सक्यो तेरो बुढी भयो बेकारमा यार हुनै पट्याए होला भनेको त पेटी सर्के खुच्चिङ पऱ्यो पेटी